दर्शकबिन नमस्कार। म आज तपाईहरुलाई एउटा राजु परिवार दाजुको लभली सङ्ग सुनाउन जाँदैछु। म एउटा के भन्छन् रे सिठीको स्वरमा। कस्तो लाग्यो सल्लाह सुझाव कमेन्टमा दिनु होला, लाइक शेयर कमेन्ट गर्न पनि नबिर्सिनु होला भन्नलाई अनुरोध गर्न चाहन्छु। मेरो दाजुभाइ दिदी तथा बुबा मम्मीहरूलाई म हृदयदेखि नै नमस्कार गर्न चाहन्छु। र एउटा सानो आउँछ आउँदैन त्यो त मलाई नि थाहा छैन हैन। तपाईहरुलाई राम्रो लाग्यो भने तपाईहरुको माया प्रेमले लाइक शेयर फलो गर्न नबिर्सिनु होला भन्नलाई अनुरोध गर्न चाहन्छु। र म एउटा सिठीमा एउटा दुरादारे दाई राजु दाई, मेरो प्यारो राजु दाई परिवार दाईले गाएको। म राजु दाईको बिग फ्यान हुँ। म राजु दाईको गानाहरू साह्रै मन पराउँछु। म राजु दाईहरुको हरेक गाना हेरिरहेको छु, हेर्छु पनि, लाइक पनि गरिदिन्छु, शेयर कमेन्ट पनि गरिदिन्छु। म राजु दाईको लोकदोरी गीतहरू धेरै राम्रो। हाम्रो नेपालमा राजु दाई भनेको किङ हुनुहुन्छ भन्ने अनुरोध गर्न चाहन्छु। ल म एउटा सानो टुक्क मात्र है दुरादारे दाईको। दुरादारे पनि मैले एउटा गीत गाएर हालेको। कस्तो लाग्यो साथीहरूलाई? खै सल्लाह सुझाव त्यो आउँछ आउँदैन मलाई थाहा छैन हैन। त्यो त तपाईहरुलाई राम्रो लागेपछि दिने हो। ल म एउटा सिठीमा गाउन अनुरोध गर्न चाहन्छु है त। यो मेरो प्यारो राजु दाई परिवारको दुरादारे गीत हो। एकदम साह्रै मलाई मनपर्ने, बचपनदेखि नै मनपर्ने गीत हो यो साह्रै। र एउटा सुनपानीले छर्काउ मायालु, एउटा मैले छोएको रुमाल र तिनीहरू साह्रै मलाई मनपर्ने गीत हो। हवस् त नेक्स्ट भिडियोमा भेटौँला। दाजुभाइ दिदीबहिनीहरूलाई धेरै धेरै मेरो सम्झना छ र तपाईहरुको पनि माया प्रेमले म अगाडि बढ्न सक्छु भन्ने अनुरोध गर्न चाहन्छु। र मेरो भिडियोलाई लाइक शेयर कमेन्ट सबैजनाले गरिदिनु होला भन्नलाई मैले अनुरोध गर्न चाहन्छु। हवस् त धन्यवाद। नेक्स्ट भिडियोमा भेटौँला।